मा पुग्यौं तर्यौं अनेक छेक बार। अब क्रम आउँदैछिन् श्रेयसी परियार। बसंता मेरो तन मन भरे त्यसै त्यसै भुमरी झेबेर छ मलाई भुमरी
Thank you. वाउ, फिनालेको रौनकता यसरी बढाइदिनु भएको छ हाम्रो ट्यालेन्टेड कन्टेस्टेन्टहरूले। एकचोटि जोरदार ताली बजाइदिउँ त। अब यो ताली सँगसँगै हामी उदय सर तर्फ अगाडि बढ्छौँ, किनकि म्युजिक भिडियो पनि आइसक्यो, गीत पनि गाइसक्नुभयो, सँगसँगै यस्तो मिठो पर्फर्मेन्स दिइरहनु भएको छ। गुरुदेव, हजुरलाई कस्तो लाग्यो? परिपक्व आवाज छ, मिठो आवाज, परिपक्व र अप्ठ्यारो गीतलाई पनि सजिलोसँग गाउनुहुन्छ। यो चाहिँ शास्त्रीय संगीतको अध्ययनको कमाल हो। अगाडि बढ्नुहोस्, राम्रोसँगले बढ्नुहोस्, प्र्याक्टिस गर्नुहोस्, अझै शुभकामना छ। Thank you. सुबानी म्याम, ओहो, श्रेयसीले यति मिठो गाउनु भयो यो गीतलाई। तपाईलाई डिस्क्राइब गर्नको लागि शब्द नै छैन मसँग, बिकज यु वर द्याट अमेजिङ। हुनु त तपाईँ अलवेज अमेजिङै हुनुहुन्छ, पर यो गीतमा चाहिँ एक्स्ट्रा अमेजिङ हुनुहुन्थ्यो। यति अमेजिङ कि के भन्ने, के आइएम सो लाइक लस्ट अफ वर्ड्स। यु आर अमेजिङ श्रेयसी, थ्याङ्क यू सो मच। Thank you, ma'am. स्वप्न सर, श्रेयसीको यो पर्फर्मेन्सको बारेमा भन्ने मसँग पनि के वर्ड्स नै छैन। एकदमै हुन्छ नि, एकदमै फ्ललेस पर्फर्मेन्स थियो। उसले लिएको त्यो हरकतहरूदेखि लिएर त्यो गीतको त्यो फिल जुन आवाजमा थियो, सबै कुराहरू एकदमै स्पट अन, एकदमै दामी पर्फर्मेन्स थियो। एकदमै एकदमै रमाइलो भयो। थ्याङ्क यू फर दिस Thank you, पर्फर्मेन्स। sir. र जजहरू कमेन्ट सँगसँगै म कन्टेस्टेन्ट हाम्रा भाइ बहिनीहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। हाम्रो सुबानी म्याम र स्वप्न सरसँग तपाईँहरूले यस्तो पर्फर्मेन्स दिइसक्नु भएको, उहाँहरूसँग वर्डै छैन, एक एकवटा डिक्सनरी दिनु होला उहाँहरूलाई, शब्दकोश दिनु होला कि त्यस पछाडि उहाँहरूले अरू शब्द प्रयोग गर्नुहोस्। अब समय भएको छ श्रेयसी परियारको लागि ग्रान्ड जुरीले तयार पारेको मार्क्स हेर्ने। ओ वाउ, ब्लकबस्टर पर्फर्मेन्स श्रेयसी Thank परियार। you. धेरै धेरै बधाई छ। जज सँगसँगै ग्रान्ड जुरीको मन सधैँ जस्तै आज पनि जित्नु भएको छ। धेरै धेरै बधाई। फिनालेमा आज बहुत मजा आइरहेछ, किनकि ब्याक टु ब्याक ब्लकबस्टर सँगसँगै गजबको पर्फर्मेन्स हेर्न पायौँ हामीले। कति हो यो ब्लकबस्टर? Third.